यस्तो बाटो हाल्थ्यौँ अघि हामी हेर यस्तो बाटो आउने ओ हेर अहिले लडबडाको बाटो कन्फ्युज भयो साथीहरू बाटो कन्फ्युज भयो को आउँछ अनि मात्रै हामी जाने यो होला क्या यो बाटो हेर्नुहोस् है राइडमा आउनेहरूलाई त गाह्रो हिँडेर जानु पनि धेरै टाइम लाग्ने बाइक स्कुटरमा भन्दा पनि बाटो यस्तो छ Hi everyone, I'm Janika Acharya. Welcome back to my YouTube channel. आज चाहिँ म धेरै टाइम पछाडि नयाँ भिडियो लिएर हजुरहरूको साथमा आइसकेको छु। होप हजुरहरूले माया गर्नुहुनेछ, लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। अनि हजुरहरूले बाइ द टाइटल पनि थाहा पाइसक्नुभयो आज हामी कहाँ जाँदैछौँ भनेर। सो आजको भ्लग चाहिँ मजाले पुरै हेरिदिनु होला। होप हामीले धेरै इन्जोय गर्नेवाला छौँ। हजुरहरू पनि साथ दिनु होला। टाइमभन्दा ढिलो 1 घन्टा ढिलो आउने व्यक्ति फस ढिलो गर्ने पार्टीहरू तिमीहरूलाई पक ओ अर्जुन किन ढिलो आएको चाउचाउ किनिहाल है अरे किन्ने अब चाहिँ हामी सबैजना भेट भइसक्यौँ निस्किने अब यहाँबाट के अलिकति सामान लिएर जाने अनि यसले चाहिँ के पकाएर लिएर आएको छ भन् त अनि मैले चाहिँ चिया पकाएँ यिनीहरू चाहिँ चाउचाउ पार्टी अरे केही चाहिँदैन अरे यिनीहरूलाई उतैले खाँदैन मटनदेखि बाहेक मेरो साथीहरू परिकारका खान् अब चाहिँ हामी निस्किन्छौँ तिमीलाई कस्तो फिल भइरहेको हिँड्न गाडी त जान्छ होला सायद गाडी त्यहीसम्म जान्छ क्या जान्छ होइन म हिँड्नु पर्दैन नि अब अर्को राइडर हाम्रो राइडरको कम भएर यहाँ अरू 2 जना साथीहरू छुटे एकजना बिरामी भइन् अर्को दिदीको ड्युटी मिलेन केही छैन हाम्रो ब्लग हेरेर इन्जोय गर्नु ल मलाई चाहिँ हिँड्न पर्छ भनेपछि सधैँ अगाडि बिरामी भएर कहिल्यै आवाजले पनि साथ दिँदैन हेर्नु के गर्नु चाहिँ गाडी टुर आज मैले त्यही भएर क्यासै बोकेको छैन क्या आज अस्ति पनि हाइकिङ जाँदाखेरि पैसा हराएर पर्स हराएर आज मैले क्यास पनि बोकेको छैन जस्ट आइडी कार्ड र एटिएम मात्र बोकेको छु है इफ चाहिहाल्यो भने भनेर बोके हराउँदैन अनि आवाजले मलाई कहिले साथ दिँदैन मेरो आवाजलाई चाहिँ इग्नोर गर्नु होला खोइ थाहा छैन ल ल के अरे बस अब जाम तिमी मेरो ब्यागलाई जतन गर है चिया खोइ बोकेको त चिया हे भगवान् झन्डै यत्रो बिहान मैले मेहनत गरेर पकाएको यार तिमीहरूकै लागि हातमै बोक हातमै लु भयो कताबाट जाने कहाँ छ ओ लोकेसन चाहिँ मजाले हेर है गाइज अब बाई ल गइसक्यो तिनीहरू त्यहाँ म पनि चिसो हुन्छ चस्मा लगाएर चाहिँ लाउनु पर्ने हुन्छ गाइज कहाँ पुग्यो तिनीहरू जाम छ गाइज ढिला भइहाल्यो हाम्रो कति बेला पुग्ने हो डुनट खोइ नव किशोरले बोकेको ब्याग चाहिँ मेरो हो गाइज कसैले पनि उसलाई नजिसाउनु होला ढिला नगर्नु होला त्यो मेरो ब्याग हो सामान भनेर चाहिँ मेरो मसँग अर्को छ यहाँ त्यही भएर उसले बोकिरहेछ मित्र पार्कबाट हामी जान्छौँ त्यहाँ एउटा पसल निस्केर तिमीहरू कहाँ नसुनि हिँडेको उताबाट निस्किनु पर्थ्यो अब हामी यहाँ उसको फेभरेट डुनट लिन आँटेको छौँ लिएर जाने हो ओ तिमीहरू कस्तो मान्छे त्यहाँबाट उ गरेर जाने भनेको थियो नि त बौद्ध निस्किनु चाबेल निस्किन्छ ठ्याक्कै किन्नु पर्थ्यो त्यहाँ माथि पनि यसकै ब्रान्च छ क्या अनि तिमीलाई थाहा थियो र यहाँ तिमी कटिसकेको थियौ थाहा थियो अरे हेर अहिले आएर जे भनिदिन्छ ठिक छ उसको फेभरेट भएर हो क्या यो चाहिँ फेभरेट हो न म कहिले मिस गर्दिनँ यो बाटो हिँड्यो भने ए ल हाउ क्यान आई मिस टुडे ठिक छ अब लिएर जाने अनि चाहिँ हाम्रो सुरु हुन्छ खोइ देऊ म त कस्तो पार्छु न भरे उहाँ पुग्दाखेरि किच्चाएर कस्तो हुन्छ क्रिम खाँदैनौ यस्तो छ क्रिम नराखेको एउटा देऊ एउटा भन अरे एउटा
खाला कि क्रिम दुईटा रे खाइ चाहिँ सक्दैन होला ल ल भाइरल पसलमा नै आइदिनु अब चाहिँ हामी केही सुन्तलाहरू दिन जानु गएको सबैसँग किनिसकेर चाहिँ अनि तिमीहरूलाई थाहा हुन्छ कस्तो निस्किने तर है गुलियो छ कि छैन थाहा छैन है खाने होइन यो सुन्तला कसरी छ कुन चाहिँ यो 160 गुलियो छ नि सायद 3000 खै अलिकति गाइजहरू वेट गर्दैछ हामी सुन्तला किन्न लागेको थाहा छैन अब लगियो गुलियो भयो भने त सबै तिमीलाई खुवाउने हो गुलियो हुन्छ हेर न मैले छानेको ए डोन्ट वरी पत्ता भएको मनपर्छ क्या ल ओ अर्जुनले फ्यालिदिन्छ गुलियो भएन नि खोइ त हौ पुग्दैन क्या 1 केजी पनि म त सक्दिनँ क्या हो 1 केजीले पुग्दिन फोन छ कि ल हामी चाहिँ किनिसक्यौँ सुन्तला चाहिँ अब त्यो कफी के गर्ने चम्चा होला एकचोटि सोधा त नब्जाउ त सोधेर आऊ युज एन्ड थ्रो स्पुन बदाम कहाँ किन्ने हो पुग्छ न त्यो आउँछ अनि जानुपर्छ धेरै पनि खाइन्न होला के त्यति जति छ साथी त्यस्तो हुनुपर्छ है बिचरा थर्मस बोकेर कुदेको कुदैछ पोखिन्छ भन्ने डरले पायो थर्मस यहीँ राखेर गाभा हुन्न थियो पायो यस्तो हो क्या मान्छे भनेको आफ्नो काम भनेको मजाले गर्नुपर्छ है त माट के त्यसमा त्यो पाउँछ होला माटमा त्यसो भए पाउँछ लिएर आउने लिएर आऊँ अझै फेरि के चाहियो अरे किशोरलाई नेस्क्याफे खाने रे अनि फेरि जाँदैछौँ अनि चाहिँ हामी कहीँ नरोकिकन जान्छौँ हाम्रो डेस्टिनेसनतर्फ कति धेरै गाह्रो होला बाटो अफरोड होला त्यही पनि हेरौँ कसरी पुग्छौँ हामी माट आइपुग्यौँ हामी चाहिँ अब यसले खोजेको चाहिँ कहाँ छ उता छ होला न खोइ तिमीले भने जस्तो त छैन जस्तो छ यार म के हो यो फ्युजन सेक के सेक किन यत्रो मार पनि पाइएन गाइज के गर्ने हो कि उता उता त पसलतिर पनि देखिरहेको थियो त यार हामीले चाहिँ पाएनौँ त्यो नेस्क्याफे के लाने चोको भाइ के लाउनु त अब अरू अलिक भोक नलाग्ने खालको हेरौँ के लाने चक्लेट्स जाउँ फेरि ढिला हुन्छ बस अब केही नलाग्ने भयो है के गर्ने भन त यता आउँदा भुजिया के लाने जेली त्यो चटपटेमा हाल्नलाई के ल्याएछौ चटपटे त कहाँ बनाएन चटपटे जम त्यस्तो त केही छैन धेरै पाएनौँ हामीले खोजेको चिज यत्तिकै टाइम वेस्ट भइसक्यो अब के गर्ने नरोक्ने त्यही ढ्यापढ्यामको पानी खाने अब नखाने अब होस् जे छ त्यही खाने आउँदा फेरि पछि केही खाम्ला नि त है त्यही पनि खाइसक्छौँ सक्दैनौँ थाहा छैन नो वरिज अब बौद्ध निस्किन्न जाने बौद्धतिरबाटै होइन र नकिशोर गोकर्णेश्वर थाहा छ बौद्ध हुँदै हो कि गोकर्णेश्वर जाने बौद्ध कहाँदेखि कहाँ धुम्बराई चाबेलदेखि यता होइन बौद्ध अनि कुटै खान्छ होला बाटो बिर्सेर बौद्ध थाहा पाउँदैन अहिले आएर यहाँ नयाँ बस्ती बस्ने मान्छेले ल अब हामी हिँड्यौँ अब चाहिँ कहीँ नरोकिकन जाने कहीँ नरोक्यो अब हामी सिधै जान्छौँ चस्माले सुहाउँदैन त्यही पनि लाउनै परेछ आँसु आउनुबाट बचाउनको लागि के गर्नु
म्याप हेर्ने मान्छेको काम दिएन है ओए के म्याप हेर्दैछ घुमाएर फेरि त्यही बाटो आइपुग्छ त एक्साइटेड भएर घुमेको त लास्टमा त फेरि घुमी फेरि एउटै बाटो जान्छ त के हो यो अघि आएकै बाटो आउँछ त फेरि यिनीहरूको यो नवकिशोरको भर परेर भएन सोधेर जानुपर्ने भयो बाटो थाहा पाएँ म्याप हेरेर पनि घुमाउँछ यिनीहरू के गर्नु ठिकै छ यताबाट जानुपर्ने रहेछ कि त्यहाँबाट घुमेर फेरि उतै ल्यायो अब यहाँबाट पनि कन्फ्युज भयो जस्तो चाहिँ तल होइन होला क्या माथि नै हो जाने ऊ माथि 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 खोइ यो बाटो के हो घर घर हिँडे जस्तो मात्र हुन्छ ओइ कस्तो दामी के पो फुल हो त्यो ला बाटो त डेन्जर छ त आमा के हो यो बाटो के गर्ने रे स्कुटरको या बाटो त के हो नि यस्तो गाइज ओइ म ओर्लिनु पर्छ पर्दैन होइन झर्न चाहिँ सम्भावना छ म चाहिँ अब चाहिँ यहाँ टिकट काट्नु पर्दो रहेछ टिकट काट्नु भोग लाग्यो अहिले हामी चाहिँ टिकट काटिवरि गइसक्यौँ अब चाहिँ जान्छ कालो कालो बाटो डेन्जर छ अरे बिस्तारै जाने हो के हुन्छ हेर्दै जानु बाटो डेन्जर छ ओ माई गॉड कति चिसो हो गाइस जाडो छ जाडो ओइ कताबाट हो यो बोका त यो यहाँबाट सोधेर बोका न यहाँ बसेर चिया खानु कतिवटा कप ल्याएको छ खाम खाम यही बाहिरै बसेर खाएर भइहाल्यो त हामी त के छ र त्यही भने आफ्नो बोकेर ल्याएको पनि आफ्नो छँदैछ भरे भोक लाग्यो भने फर्किँदा खाम्लाहरू केही के भयो अरे भन्छ अहिले नै के भइसक्यो अरे उसलाई अर्जुन त के हो कुदाउन पायो भन्दैमा बटारै हेर्नु छैन पछाडि भोक लाग्यो अरे है सबै आइपुग्न पाएन भोकले मेरो साथीहरू तातो तातो दुनवट त उसको त कस्तो भएछ हेरौँ त यसमा छ कि यसमा डु नट वासरुम अहिले एकछिन खाएर यसमा छ होला त्यसमा हेर त कस्तो भएको यार टाउकोमा मलाई त कस्तो जाडो भयो उसलाई त जाडो नि हुन्न के ल मेरो साथीहरूलाई कतिखेर चिया खाम भइसक्यो अर्कोले आमा कपाल के हो क्रिम नभएको डुनट खाने रे चिया चाहिँ तातो छ कि छैन हेर भाइ त पानी त छ नि पानी छ लेट्स ट्राई है त कस्तो छ तातो त धन्न तातै रहेछ यसको यो खै माथि उसलाई चाहिँ त्यही खान हतार छ सुरुमै मलाई त क्रिमलाई मनै पर्दैन ल मलाई पनि ले न त त्यसो भए के हो पारा तिम्रो थ्याङ्क यू यु वेलकम बाटोमै जाँदा जाँदै बसेर चिया र डुनर खाँदै जाँदै भोक लागिहाल्यो के गर्नु यिनीहरू टाइममा आउँदैन 8 बजे भनेको मान्छे 9 बजे आइपुग्छन् रमाइलो घुमेर फर्किने बेला आउनु पर्यो कि अहिले त्यही पनि लोकेसन उल्टो उल्टो हेर्दै गाई चाहिँ हेर राक्षसहरू 10 दिन खाना खाछन् रे फेरि ग्वाम खाएर रहेछ कति दिन खाना खाएको जस्तो फेरि भइरहेछ चिया र डुनर बेस्ट कम्बो त्यो पनि छन् क्रिम वाला थु ल अहिले भोक लागिसक्यो होइन हामीले खाइसक्यौँ तिमी वासरुम गएको मान्छे हराउँछौ अनि होइन अर्जुन हामीले भ्याइसक्यो सेलाइसक्यो के यस्तो बाटोमा कुदेर मजा
बुलेट बुलेट चाहियो रे हामीले के भन्छ ग्लास थोरै लियो कि अनि त्यसैले अब यसरी पखालेर ओए खाने पानी भरे पुगेन भने अनि पिरो खाएर फोन निकाले हैन अनि जे मन जस्तो भाइ छोरी छोरी गरे बनाइदियो नि मेरो भिडियो त्यो त सेम बनाइदियो के ए भिडियो चाहियो तिमीलाई पुरै राम्रो यहाँ ल है फोटो खिचौँ न हाम्रो यहाँ ओए चिया खाऊ छिटो यहाँबाट धापट्याम चाहिँ 18 किलोमिटर रहेछ यहाँबाट हामी जान्छौँ 18 किलोमिटर अझै कतिको उकालो छ थाहा छैन हामी स्कुटरमै जान्छौँ बाइकमै जान्छ यिनीहरू चाहिँ अगाडि अगाडि जान्छ तिमीहरू हामीलाई केयर गर्नुपर्ने होइन साथीहरूलाई हामी अगाडि जान्छ केही छैन केही छैन हामीले नि जाउँ भने हामी पनि स्ट्रङ मान्छे हो त्यस्तो धेरै चाहिँदैन सपोर्ट त चलो माने के मैले बा डियरिङ फुटेको के रे डियरिङ छौ तिमी त अरे आम्मामा के भन्नु खोजेको तैँले यो बाटो त केही पनि होइन के मैले यो भन्दा उसले फेरि दिए त्यो उता जाँदा गफ दि दङ्गालीले ठाडो बाटो अनि त्यसमाथि ढुङ्गा त्यो पुरै ग्राभल बाटोमा बिचरा मैले के पनि न्युज सुनेको थिएँ हैन अनि झपाली हो रे फेरि को खै न्युज सुनेपछि त्यो मान्छे झपाकै गरे फेरि झापाली त यता छु त झापाली है गाइज हाम्रो ग्रुप फोटो खिच ल अब फेरि हामी चाहिँ यहाँबाट 18 किलोमिटरको राइडमा जाँदैछौँ बाटो कस्तो छ थाहा छैन राम्ररी कुदाउनु होला ल लेट्स गो बाटो त के हो गाइज यो बाटो धन्न राइडरहरू खत्रै छन् र डर छैन नत्र त झारेर कहाँ पुऱ्याउने थाहा छैन कति राम्रो देखेको तर क्याप्चरमा गर्दाखेरि चाहिँ किन यस्तो देखिरह बाटो हामीले रिक्स लिएर 6 किलोमिटर धेरै हिँड्नुपर्छ भनेर चाहिँ सानो बाटो हिँडेको सुरुदेखि नै खतम छ त यो गाडीले हामीलाई ऱ्याक गर्यो क्या यो गाडीले नि के गर्नु अगाडि सर्न नि पाइन्न जान नि पाइन्न धुलो उठ्दै ठाउँ पनि छैन बिजोग भयो भैँसीहरू बाई बाई हामी घुमेर आउँछौँ बाटो यस्तो राम्रो राम्रो छ के गर्नु ढापड्याम यतैबाट हो है ढापड्याम जाने यतैबाट हो है यताबाट हो तर माथि जङ्गलमा बाटो चाहिँ कस्तो छ हो बिग्रेख र अस्ति नै डोजर लाग्यो ए बाटोको कुरा नगरौँ साथीहरू भ्यू हेरौँ भ्यू कस्तो राम्रो फापर हो अब फेरि यस्तो बाटो छ के गर्नु गाह्रो छ ल है त ल राम्रो ठाउँ पुग्नको लागि दुःख गर्नुपर्छ अरे त हेरौँ के गर्नु आज त भ्युजकै मात्रै भ्यू मात्रै खिचौँ जस्तो छ त हो साथीहरू छ कति राम्रो ठाउँ त्यहीँदेखि यहीँ आइपुग्दा पनि यति सुन्दर दृश्य पुरानो घरहरू कति राम्रो हेर त हेर्नुहोस् है हेर्नुहोस् भेरी भेरी नाइस जग्गा बाटो पनि नाइसै छ फेरि बाटो के हो कि यस्तो राम्रो मेरो मोबाइल झर्छ होला लु बाटो पनि मरत छ मरत मेरो साथीहरू कहाँ आइपुग्यो त तिनीहरू पछाडि छ ए बाटोको हालत यस्तो छ है गाइज यार तिमीलाई स्यालुट यार मेरो पनि यार मेरो राइडर देख्यौ त अर्जुन तिम्रो राइडर भन्दा मेरो राइडर ठिक रहेछ होइन लास्ट कुदाउनु पर्यो नि यतिको जल्दो बल्दो मान्छेले अहिले अहिले त्यहाँ पुगेर यसो डान्डवत छिटो छिटो म्याप हेर न यता हो कि यता हो कन्फ्युज भयो क्या गाइस बाटोमा जाँदा जाँदै हामीले चाहिँ अर्को साथी पनि भेट्यौँ है ग्रुपमा उहाँहरू पनि फर्स्ट टाइमले देख्नु भएर नि छ म्याप हेर्दै हेर्दै जाँदै हामी मेरो राइडर चाहिँ ठिकै छ अब बाटो यस्तो भयो भने अहिलेसम्म चाहिँ राम्ररी आइपुगेका छौँ मरे 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 म थाकिसकेँ गाइस ऊ थाकेको छैन अर्जुन थाकिसक्यो मोबाइल झर्छ कि भन्ने रिक्स पनि छ
ल फेरि फर्किनु पर्यो फेरि फर्किनु पर्यो बाटो खै झुकेको गरिन्छ म्याच हेर्दै पनि झुकिराखौँ आज हामी ओहो नसरौँ है किन हो र यस्तो फेरि हामी चाहिँ फर्केर यस्तो आमामा यस्तो बाटो जाँदैछौँ म चाहिँ आज जाने रहेछ ल ल ल हेर्नुहोस् त परसम्म कस्तो छ हट साथीहरू बाटो चाहिँ खराबै भयो नि त ओ हिँड्नै पर्ने स्थिति आयो भने त हामी बाइक छोडिदिनु क्या हो 35 मिनट देखाउँदैछ हुनु त 35 मिनट कहाँ होइन जाउँ बाइक यहाँ कहाँ छोडेर जानु त नि बाटोमै कसरी आउँदैछ यिनीहरू बिस्तारै जाऊ है आइए बाबा खोइ त्यो दाइहरू चाहिँ त्यहाँ छ के नआउने रे आउँदैछ हट्टेरिका सो गाइज हाम्रो बाटो पनि मरद राइडर पनि मरद जे होस् ठिक छ बाटो त छ आमामामा के हो बाटो राम्रो त्यहीँ कार छोडेर गएको रहेछ जान त कार त जाँदैन बाइक कार त अब जाँदैन होला हेर्नुहोस् है साथीहरू रिक्स सो दिस इज कल्ड एडभेन्चर के हो भन्छन् तिनीहरू बाटो बिर्से क्या राम 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 साथीहरू आइसक्यौँ कहाँ आइसक्यौँ 34 मिनट ए अब 1 मिनट घटेछ ल साथीहरू गाह्रो भयो त्यहाँ गएर पर्खेर बस्छन् तिनीहरू त्यहाँनिर गएर बस्छन् दुईटा दोस्तहरू जाउँ अब चढेर पनि बाटो कस्तो थाहा छैन है ल चढ्ने त ल ल जाउँ लु बाटो त के हो फेरि पुरै ओह्रालो छ त अर्जुन डराइसक्यो रे गाइज किन डराएको अर्जुन प्रतीक्षाले त कुदाइराख तिमी किन डराएको बाटो देखेर अर्जुन डराइसक्यो आइया के छैन ए चिप्लो बाटो लड्दै पड्दै आएका हामी यसरी हिँड्नुपर्ने स्थिति आयो साथीहरू के हो यो बाटो हे भगवान् जा त्यही भएर त्यो मान्छेले बिग्रियो भने होला है जाऊ अर्जुन तिमीहरू छिटो बाइक छोडिदिनु कुदाइरहेको छु मेमले म चाहिँ भिडियो बिस्तारै जाऊ है उहाँलाई जानु देऊ होला हौ सुरुमा जानु बाटो त के भन्नु र खै ल अर्जुन यसको बाइक चिप्ल्यो बाइक चिप्लेर त्यसले चाहिँ लडाउँछ भन्ने डर लागिरहेको मलाई किन स्पोर्ट्स सुज हिँड्न पर्दैन थियो त कस्तो राम्रो खोला रहेछ तल टेला राम के हो यो वाउ कस्तो दामी गाइज त्यही त के गर्ने त अब आधी बाटोमै छोडिदिने बाटो त ऊ त्यस्तो छ हेर्नुहोस् गाइज सम्झिँदा त फर्किम जस्तो छ यो बाटो देखेर तर यत्रो गरिसकेपछि किन फर्किने भनेर हामीले जित लिएर हिँडेछौँ अब के हुन्छ बाफ्रे अझै यस्तो बाटो 1.5 घन्टा छ अरे हट्टेरिका भएन हौ त्यसको पनि चिप्लिनु थाल्यो फेरि राम के गर्ने यार त्यो दाइहरू त नजान्ने जस्तो कुरा गर्दैछ क्या के भयो अर्जुन हट्टेरिका
यसले झन् अब स्कुटर कसरी ल्याउने हो थाहा छैन लडाउने लडाउँछ होला यार अर्जुनले त कहिले स्कुटर कुदाउन डराउँछ हाँस्ने पनि अवस्था छैन स्कुटर कुदाउन डराउने मान्छे हाँस्नु कि रुनु छ यहाँ अवस्था गम्भीर अर्जुन नजाने निर्णय गरे नबले कुदाउँछु भन्छ त यार के गर्छ लडाउन चाहिँ नलडाऊ साथीहरू गाह्रो भयो भेरी गाह्रो भयो सकिएन है सकिएन अब हिँडेर जान पनि 2 घन्टा अरे आहा कस्तो राम्रो बिस्तारै जाऊ है दोस्त हिँडेर जान 2 घन्टा अनि के गर्ने हो यही 12 बजिसक्यो त्यही भएन हो यो बाटो चाहिँ कसले बनाउने हो बनाए त हुने नि के गर्छन् त्यत्रो पैसा तिरेको यहाँ आउँदा पनि कस्तो राम्रो ल अब चाहिँ हामी हिँड्दै जाने यसको बाइकले काम नदिएर हामी हिँड्दै जाने अब यस्तै छ आधा जाँदै मेरो स्कुटीले त साथ दियो तर अर्जुनको बाइकले साथ दिएन त्यसैले फेरि आधा बाटोबाट यता हेरेर हामी हिँड्दै थर्मस बोक्दै जाँदैछौँ यस्तो खतम बाटो बाइकै बिग्रिने खालको बाटो रहेछ हेर्नुहोस् गाह्रो छ पर जाँदै हुनुहुन्छ सबैजना हिँडेरै अझै 1 घन्टा लाग्छ अरे यहाँबाट हिँड्नलाई क्यार्नी हो साथीहरू क्यार्नी हो ब्याग बोक्दैछ ल के भयो भन त हामीले अहिले बाइक ठ्याक्कै बाटोमा छोडिदिएका छौँ अब हिँड्दै यात्रा पैदल यात्रा सुरु भयो हाम्रो ल सबैले बाटो खराब भएर राखेर जाँदै हुनुहुन्छ हामी पनि हिँड्छौँ म्याम भेरी एक्साइटेड हुनुहुन्छ उहाँलाई हाइकिङ पनि भयो एडभेन्चर पनि भयो पीडा पनि भयो टेन्सन पनि भयो के गर्नु आएर सब थोक पाउने रहेछ लास्टमा आएर हिँड्नै पर्ने स्थिति आयो गाइज न्यू कुरा एक्सपिरियन्स भयो कति बेला पुग्छौँ थाहा होइन गाडी बिग्रेको छ सरको गाडी बिग्रियो यार मारे मलाई अनि बाइकले धोका दियो हेर त आजको सुना त्यो होइन केटीले धोका दिन्छ देख्यौ सब केटीले धोका दिँदैन अरे क्या केटीले धोका दिन्छ भनेर सुनेको थियो अरे आज उसकै बाइकले धोका दियो प्राणभन्दा प्यारो बाइकले धोका कुनै केटाले बाइकलाई धोका दिएको हैन बाइकले कुनै केटाले धोका दिन्छ गाह्रो छ है धन्न बाटो चाहिँ जामाचोको जस्तो ठाडो उकालो रहेन रहेछ नत्र हामी सरेन्डर गर्थ्यौँ गाइज त्यो मेरो साथी नकिशोर हो होइन यस्तो फसायो त्यसले माझ चुतिया हो त्यो आज त्यसलाई आज भर रातमा गाली गर्छ स्योर हो ग्यारेन्टी अनि यो मेरो साथी यो प्रतीक्षा कुमारी सुवेदी होइन यो मलाउँदै रहेछ फेरि ब्याक चलाउनमा यसलाई सलाम छ आज बाने मैले यसलाई त्यो नपिस चुतिया हो त्यो फेरि फर्की पछाडि हो सलाम गरिदेऊ ल मलाई सलाम फर्मी म पनि स्यालुट हान्छु अनि हाम्रो बाटो चाहिँ यस्तो छ साथीहरू बाइकले धोका दिएको भएर यसरी हिँड्नु परिरहेछ तर केही छैन रमाइलो भइरहेछ बाटो चाहिँ जस्तो भए पनि यस्तो एक्सपिरियन्स गर्न पाउँदा फेरि त्यही माथि यस्तो साथीहरूसँग रमाइलो गर्दै छुट्टै रमाइलो हुँदो रहेछ है त्यही नै हो म नभएको तिमी रुममा सुत्दै मर्दै बस्यो ल ओके गाइज यस्तै भिडियोहरू हामी बनाउनेछौँ प्लस म थर्मस बोकेर हिँडिरहेको छु चिया छ यसमा हिँड्दा थाकेर अब हिँड्न सक्ने अवस्था छैन खै छोटो बाटो भनेर हामी उकालो चढ्यौँ लास्टमा उकालो चढ्नै नसकिने रहेछ झन् गाह्रो भयो पुग्ने हो कि होइन पनि थाहा छैन कहाँ पुग्छ भने थाहा छैन गाह्रो भयो हिँड्न नसकेर एकदमै स्क्याम भयो स्क्याम टोटली स्क्याम भयो कि त्यो कसले ढुङ्गामा लेखायो धेरै स्क्याम नगर्नु होला है छोटो बाटो भनेर देखाइदियो अहिले फर्किँदा त्यो ढुङ्गा हटाउनु पर्छ है
स्क्याम भयो कता हो बाटो थाहा छैन बाटो चाहिँ खत्तमै हिँड्नु पर्यो मैले बनाउन सकिनँ गाइस यस्तो डेन्जर बाटो थियो म बनाउन सकेको छुइनँ होप पुग्न चाहिँ पुग्योस् भन्ने आशा छ पुग्यो तिमीलाई के हो यो राम्रो सक्दिनँ भ्लग बनाउन गाइज आइ एम टायर्ड आई सरेन्डर म वहाँ पुगेपछि मात्र बनाउँछु बाटो त यो के बाटो गाइज यो के बाटो हो हाइकिङ आएको हामी आउँछ गाइज थाक्यो है एकदम थाक्यो गाइज थाकेर सकिन्छ गाइस जस्तो सुकिन आयो तिमीहरूले ओइ न How are you guys? गाइज मोड्यो म त मोड्यो One step back to the dam. ढ्याम मैले पानी खुवानुको यार खाम हेर पानी अनि मात्रै जाउँ लास्ट गाह्रो हुने होला यो कहाँ हो के आइपुगेको थाहा छैन है अब चाहिँ हिँड्न सकिने अवस्था छैन गाइज अब आयो भन्ने आशा गर्छ हेरौँ आइम कि आएनौँ नब्की सर आइम त हामी ओ यस फाइनली ल गाइज अहिले कुटै हाल्छौँ त्यहाँ हेरौँ न ओ फाइनली आइम ल है त हाम्रो थ्याङ्क यू गड अरे ल साँच्चै आज चाहिँ बचारै ल्याएको हो क्या हामीलाई चाहिँ होइन त ल एकदम रिस्की छ है गाइज बाटो बिस्तारै आइज नचमाउ त्यसलाई जुत्ता चिप्ल्यो भने चाहिँ फेरि बर्बाद हुन्छ आइज अर्जुन फाइनली आइपुग्यौँ साथीहरू यस्तो हार खाइसकेको थियौँ हामीले यति हार खाइसकेको थियौँ बाटो देखेर कहाँ पुग्छन् थाहा छैन के गर्छन् थाहा छैन तर फाइनली हामीले चाहिँ विडिजिट हार मानेर घर फर्क्यौँ भनिसकेको थिएँ मेरो साथीहरूले के छैन अब हामी एकछिन बसेर फोटोसोटो खिच्छौँ अनि त्यस पछाडि जान्छौँ खाएर एकदम लामो हिँड्न पर्ने रहेछ रात पर्ने भन्ने डर छ ल फाइनली है त खाएर जाने हो कि बस्ने हो खाँदै म्याम यति खाएर हल्का जाने एनर्जी यसले त सक्दैन अब पानी दिनु मलाई झिकेर खाऊ न अब चाहिँ हामी जान लाग्यो बाई बाई धाप ड्याम धाप ड्याम घुमेर ल पासवर्ड भनौँ त अब हामी हाम्रो यहाँ धापड्यामको यात्रा समाप्त भयो सफल कार्यक्रम यसले गर्दा सफल नहुनु लागेको थियो यो टोपी चाहिँ गिफ्ट तर मैले र नपिसोरको कारणले हो यो सबै भएको हामीले यति छिटो हार खानु हुँदैन जीवनमा भनेर डेस्टिनेसन पुगेर मात्र हामीले यात्रा सफल गऱ्यौँ अब हामी फर्किँदैछौँ बाटोमा खाँदै फर्किँदै फोनले कतिन्जेल साथ दिन्छ थाहा छैन अब जाने बाइक ओ मलाई पनि लैजाऊ यार सक्दिनँ होला के गर्ने लाई फेरि त्यहाँ चढेर फोटो खिच्नु पर्यो अरे के गर्नु र मान्छेहरूको फोटो खिच्ने रहर कहिले पुरा भएन पारा बेग्लै छ न हो यसलाई चाहिँ यसलाई कति हतार भएको हो र साथीहरू ल अब हामी जान्छौँ भोक पनि लाग्यो खाँदै खाँदै बाटो डेन्जर छ बाटोमा सायद भ्लग बनाउँदैन मलाई खायौँ भने मात्र भ्लग बनाउँछु यस्तो बाटो छ हेर्नु साथीहरू भ्लग बनाउने छटकाट छैन अब तलै भेटौँला है बाई बाई म पनि बाई गर्छु नि रोक न म त लास्टमा आउँदिनँ है यस्तो बाटो गइरहेछौँ क्या गाइस हामी यस्तो बाटो हिँडेको ल बता दे चाहूं मैं या ना इतना तो मुझको बता दे चाहूं मैं या ना इतना बता दे मुझको चाहत में अब भी तेरे ला ला ला
कस्तो फिल भइरहेको त नि हल्का राम्रो भइरहेको छ अब चाहिँ बल्ल सास आइरहेको है घर पुगिन्छ भन्ने आश छ अब बाइक चल्छ कि चल्दैन भन्ने कुरा हो बाइक चल्यो भने चाहिँ पुग्यो साथीहरू चलेन भने कहाँ बास हुन्छ थाहा छैन यतै यस्तो बाटो आएको थियौँ ओइ जामा लाउने भन्न आँटेछु सरी है गाइज हामी यस्तो बाटो अघि के बाटो आइमा थाहा छैन ल केही भन गाइजहरू चस्मा लाउँदैन कुन गीत गाउने रे बाटो यस्तो छ त्यही पनि सिङ्गर है सिङ्गर बाटो यस्तो छ त्यही पनि छोडे छैन हामीले बाटो आमामा बाटो तिमीहरूकै हामीले फाइनली भ्याएर अनि लु बाटो पनि हेर्दैछौँ है बाटो पनि हेर्दैछौँ ओए कसरी झर्नी हो र गाइस बाइक स्कुटर हरायो कि के छ थाहा छैन हराउनु त हराउँदैन होला तर हामी यस्तो बाटोमा हिँड्दैछौँ छिटो पुग्ने विचारले ल तलै नि छ हामी स्क्याम भएको बाटो आइपुग्यौँ है गाइज हामीलाई के भयो भन्दाखेरि आउँदै थियौँ हामी यति सजिलो बाटो आउँदैछौँ यो देखेर चाहिँ हामीले धाप जाने छोटो बाटो भनेर हामी हटाउँदिन ब्रदर माथि चढेको चढ्न नसकेर भन्नुहुन्छ भने यति गाह्रो रहेछ त्यो बाटो छिटो पुग्ने भनेर हामी ढिला यो बाटो नि जान पाउने रहेछ आउन सजिलो रहेछ है गाइस आउन चाहिँ सजिलो रहेछ है ढिला भयो भने यो हामी फ्यालिदिन्छौँ सोचिरहेको थियौँ होइन यो लेखेको यो झुटो भनेर तर ठिकै भयो टाइममै पुग्यो जाँदा चाहिँ सास अड्किन्छ गाइस नोटिस गर्नु होला जाँदा चाहिँ सास जान्छ आउँदा चाहिँ छिटै हुने रहेछ ल बाप्रे यार एकछिन ल डराएर अघि यो अर्जुन नाजुम भनेर उग्र थियो आधा बाटोबाट फर्किँदै थियो अनि लाइक गाली गर्दै मोटिभेट गर्दै अर्जुन अब अहिले चाहिँ कस्तो फिल आयो त ल भन तिमीलाई तिमी बेकार फर्केन छु जस्तो लाग्यो कि लाग्दैन म गर्दिन आफूले खाली म जाने बेलामा हैन म जस्तो क्लोज पे भए म रुइदिन्छु स्योर रुन्थ्यो यो रुइसकेको थियो के क्लोज भए अब चाहिँ रिग्रेट भयो कि भने के भयो भन नि त ल ल भन अर्जुन अब आएर तिमीलाई अघि नगएको भएले रिग्रेट हुने रहेछ भन्ने लाग्यो कि लागेन नगएको फेरि हुन्थ्यो हो नि त रोइसकेको थियो होइन गएको है फेरि हो रोको आँसु मैले देखिनँ रोइसकेको थियो अनि थाकिसकेको थिएँ क्या म अरू नवकिशोरलाई गाली गरेर बिचरा हाइट चाहिँ महिनामा एकचोटि चाहिँ आइरहनु हेल्थ कन्सियस दिदीले भन्नुहुँदैछ है यहाँ मलाई बिहानमा 1 घन्टा हिँड्नै पर्दैन यति त हिँड्यो भने चाहिँ उहाँको डाइट प्लान के अरे के भन्छ है केमा के गर्यो त्यो के मिलाउने कन्सियस भएर एक्सर्साइज जिम के जाति हो डाइट प्लान भएर उहाँ एकदम 10 केजी लस गर्ने सोचमा हुनुहुन्छ नेक्स्ट भ्लगमा उहाँको वेट लस भएको देख्न पाइयोस् हजुरहरूले कमेन्ट गरिदिनु होला उसलाई मोटिभेट गरिदिनु होला अरू त के भन्नु र अब यस्तै हो बाटो खत्तम आउँदैछ फेरि बाइक भएको ठाउँमा हामी पुग्न लाग्यौँ अब चाहिँ हामी खाजा खान्छौँ एकछिन गाइज बल्ल अलिक सास आएको छ भोक लागेर ल निकाल है गाइजहरू के खाने हो फाइनली हामीले चाहिँ अब खाजा पनि खाएर एनर्जेटिक भएर चाहिँ अब फेरि हिँड्न लागेको उहाँ त अझै सुन्तला नि खानुहुँदैछ के खानु थियो अब जाने अब यही सुत्नु जस्तो भयो के गर्नु हिँड्नै छ बाटो यो मान्छे यो अर्जुनले आत्तेर केही छैन खाँदैन यो त उसको चिजै होइन अरे खाने सुन्तला पनि खाँदैन अरे नकिशोर लुठ अब पेट भर्यो उठ्नै मन लागेन कति आत्तेको यो अर्जुनलाई बेला बेला के हुन्छ के भूत चढ्छ
के भन्छ भन्छ ओ गड भन्छ के भन्छ घर जानु नपाएर मर्नु आँटो हेत्तेरिका घर जानु छ उसलाई कतिखेर पुग्नु छ होइन पुग्नु पर्छ टाइममा त्यही नि आम्मामा हिँड्नु नसक्ने रहेछ रोएर पुग्यो टाक्लु 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 कस्तो राम्रो तर त्यहाँ देखिएन के गर्ने र नकिशोर आत्तेर हेर्दैछ बाइक हराएकै हो कि स्कुटर हराएकै हो कि भन्ने उसलाई एकदम पिर पर्यो हेर्दैछ भाइ ओ तर साँच्चै त त्यही हो त ए रहेछ नकिशोर अझै अगाडि सास आयो ऊ त्यहाँ छ त्यसको स्कुटर सानो लम्की हिँड्यो होइन भाइ ल अब स्कुटर भएको ठाउँमा आइपुग्यो हामी चाहिँ बल्ल स्कुटर भएको ठाउँमा आयौँ अब अर्जुनको बाइक बिग्रेन भनेदेखि हामी चाँडै पुग्छौँ नत्र के हुने हो थाहा छैन यहाँ कहाँ बनाउने हो के गर्ने हो सिट नवकिशोरले मेरो स्कुटी घुमाउँदैछ अब अनि ठिक छ गाइजहरू ओ तिम्रो बाइक त हरायो क्या अब चाहिँ हामी रेडी है जाने हो अब चाहिँ धुमधामसँग गएर जाने नाइस ध्यान कतातिर छ ध्यान फोटो खिच्नमा छ कि भिडियो बनाउनमा छ कि है बिस्तारै आउने ओ हेर्न यसले लडबडाएको जाऊ बिस्तारै जाऊ ओइ हेर्न यसले लडाउँछ होला म चाहिँ फोटो खिच्नु भनिहाल्छु हेर्नु है गाइज लु अब चाहिँ जाने है गाइज जाने लु कोही तँ बाइक लैजा न एउटा ओइ तेरो उयो लैजा ज्याकेट बाटो यस्तो छ बिस्तारै आऊ है हामी जाँदै गर्छौँ साथीहरू आउँदै गर्छ अनि हामी त्यहाँ माथिदेखि चाहिँ जान्छौँ बाइकमा ओइ के गर्छ ठोक्यो त बाटो फेरि यस्तो छ राम्रो कुरै नगरौँ होइन त म्याडम बाटोको कुरै नगरौँ होइन चलाउनै झ्याउ लाग्यो अनि मैले चाहिँ चलाउन दिएको हिँड्ने रमाइलो लागिरहेछ अनि मस्तो मजाले आनन्द लिँदै गएर हिँडिरहेको छु ब्याग चाहिँ आशिका तामाङको भएर किनेको है मैले खोइ तिनीहरू त हरायो त यार ए आउँदो रहेछ हात गल्यो बाटो हेर्नुहोस् है राइडमा आउनेहरूलाई त गाह्रो रहेछ गाह्रो हिँडेर जान पनि धेरै टाइम लाग्ने बाइक स्कुटरमा आऊँ भन्दा पनि बाटो यस्तो छ अब के गर्ने भन्नुहोस् त बाटोको अवस्था एकदम नाजुक त्यो हामीले पैसा तिरेको पैसाले चाहिँ यहाँ बनाइदिनु हुने नि अलिकति हाम्रो यहाँको स्थानीयको धन आकर्षक होस् भन्न चाहन्छु होइन त्यो त्यत्रो पैसा तिरेको अघि त्यहाँ के काम हामीले यस्तो बाटो हिँड्नलाई केही छैन यो कसले के गर्नुपर्ने हो गर्नु होला भने लु मलाई यस्तो डर लागिरहेछ उसँग बस्न तर पनि बस्न म तसँग बस्नु यसले त मलाई मार्छ होला त तिम्रो त के भर अब चाहिँ लाग्यो अर्जुनले कसरी पुऱ्याउने हो थाहा छैन यसको भर चाहिँ लाउनु गाइस ला है बिस्तारै ओ बिस्तारै कुदाए मलाई कुदाउन सक्छु भन्यो ओह्राल्दै हिँडाउँछ यसले जाऊ 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 तल आउँदैन मम्मी हिँड्दै ओर्लिँदै हिँड्दै कुदाउँदै ल जाऊ 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 छिटो ओए अर्जुनले ओए ठोको मरद काम छैन अर्जुन जाऊ तिमी
ल्याए त्यो पनि एकदम पऱ्यो जुत्ता त ल उलेन हट, भएन हौ यस्तो पाराले त हाम्रो कहिले पुग्ने यार राइडरहरूको बिजोग भयो लड्दै पढ्दै अब गाह्रो छ यस्तो बाटो कटेपछि चाहिँ आनन्द हुन्थ्यो भनेको त खोइ मेरो साथी कहिले पुग्ने हो हामी थाहा छैन आउनु त अघि आएको कसरी आइयो अब जाने पो गाह्रो भयो त अहिले आएर हे भगवान् लैजा त्यसले पनि मेरो भिडियो छ के को भिडियो लडाएको छ हालिदिनु कि नै होइन हालिदिन्छु म त ल जाऊ अर्जुन पनि बिस्तारै यस्तो बाटो अब कति छ हौ बिर्सेँ मैले त थियो है अघि त टन्नै अनि तिमीलाई स्कुटर लडाउँदा कस्तो फिल भयो त भन त अब त म यसो कन्फिडेन्ट मान्छे बाइक चलाएको चलाइदिइहाल्छ नि स्कुटी पनि जाब तर गाह्रो छ यार गाह्रो रहिसकिरहन्छ बुलेट किन्छु भन्छ स्कुटर बुलेट त चढ्छ क्या स्कुटर नि कन्ट्रोल गर्न सक्दैन अनि के गर्नु यस्तो साथीको नयाँ गाडी तिमी यस्तो साथीको भर परेर काम छैन हुन्छ अब चाहिँ राम्रो बाटो आयो कि गाई जान सक्छौँ कि त धेरै अघि त डेन्जर भएर नबु सातो गयो उसको ओ अब त राम्रै बाटो होला है नि बल्ल अलिकति सास फेर्ने खालको बाटो आयो तिनीहरू कहाँ आइपुग्यो त नपिसहरू पछाडि नै छ लड्दै पर्ने आउँदैछ ओइ बाटो कन्फ्युज भयो त अघि त बहिनीहरू उता थियो त अझै पनि बाटो खराबै छ ल राखेँ भिडियो बनाउनु हुँदैन बाटो कन्फ्युज भयो साथीहरू बाटो कन्फ्युज भयो अब को आउँछ अनि मात्रै हामी जाने हो तर यतै हो कि के हो यो होला क्या यही बाटो होला नब हो म्याप हेरौँ न त म्याप अब त चल्छ कि त यो तलै हो क्या प्रतीक्षा यो त भिला जाने बाटो हो क्या माथि त हेर त तिर्खा लाग्यो साथीहरू उता पानी झरेको देखेर आहा कति क्युट पापी छुचे नगर न हौ मान्छेको अगाडि सुगाउनु हुँदैन नि लाज हुन्छ नि पानी खोइ प्यास लाग्यो ओ अगाडि जानु देऊ रे अनि कस्तो अगाडिबाट ल म्याडम राइडर दिदीले राइड दामी गर्नु हुँदैछ अब चाहिँ अलिक सास आएको छ बाटो राम्रो आएकोले बाटो अलिक सजिलो आएर अब चाहिँ अलिक सास आएको छ घरि अर्जुनको बाइकको ब्रेक लाग्दैन राम्रो साथी हो यस्तै छ है त तर हेल्थले के गर्ने हो भोलि थाहा छैन कलेज जान सकिन्छ तिमी के भन्छौ भोलि कलेज जान्छौ कि जानु त्यस्तो दुखिरहेको छ होइन अहिले चाहिँ ल अब चाहिँ हामी खाजा खाएर आफ्नो बाटोतर्फ लाग्छौँ ल यति नै हो आज धेरै टायर्ड भए कतिखेर गएर जस्तो भए गाइज हात दुखिरहेको छ खुट्टा दुखिरहेको छ अरे अर्जुनको अझै खाजा आउने बाँकी छ खाएर हामी त निस्किन्छौँ थ्याङ्क यू फर वाचिङ बाई बाई